हेलो एभ्रिवान, नमस्ते, सेवा, ह्याप्पी होली सबैजनालाई ह्याप्पी होली है। अनि राम्रोसँग होली खेल्नु होला, धेरै रङहरू चाहिँ नखेल्नु होला हैन। अनि आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला। मैले अस्ति च्यालेन्ज भिडियो ल्याउँछु भनेको थिएँ, म बाहिर हिँडिराखेको कारणले मैले च्यालेन्ज भिडियो ल्याउन सकिनँ। त्यही पनि आज धेरै समयपछि तपाईहरुसँग गफ गरौँ न त भनेर मैले यहाँ रहेको छ। आज चाहिँ मेरो बुलडग अनि यहाँ छ सनसाइड अफ एक अनि साइडमा छ कोक। अनि अब मैले च्यालेन्ज भिडियो ल्याउन सकिनँ, म बाहिरै छु। अनि स्वास्थ्यमा पनि केही समस्याहरू आइरहेको थियो, केही छैन, म कुनै दिन ल्याउने छु। आज चाहिँ यो भिडियो हेरेर साथ दिनु होला है। अनि मन परेमा लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। ओ माई गॉड, आज फेरि मैले छुट्टै तरिकाले पकाएको छु के। म घरमा छुइनँ, म बाहिरै छु, त्यही भएर बाहिरको आवाजहरू आउन सक्छ, माइन्ड नगरिदिनु होला। ल ढिला नगरी मैले चाहिँ राम्यमबाटै सुरु गरेँ है। बुलडग मलाई पिरोले हिचकी लाग्छ कि। मेरो सनसाइड अफ एक चाहिँ डढेर, मतलब डढेको छ हैन, डाम्रेर थोरै तेल लगाएको थिएँ। तेल चिलो नखाऊँ भनेर हिँकिका मलाई यो पिरो खानु बित्तिकै यस्तै हुन्छ। आज मैले फ्रन्ट क्यामेराबाट गरिरहेको छु कि भिडियो, अनि यता हेरेकै भइरहेछ क्या, क्यामेरातिर कता गएको छैन। वाउ, बाहिरी साउन्ड बढी आउन सक्छ, माइन्ड नगरिदिनु होला है। म च्यालेन्ज भिडियो कुनै दिन ल्याउने छु। आज मैले फेरि साग सब्जीहरू ल्याएर छिट्टै तरिकाले पकाएको छु कि। हाय ल मलाई चपस्टिक चलाउनै आउँदैन। ल चढो।
मैले त उचालेर खाएँ है बेटा अप्ठ्यारो भयो कि आज मेरो फ्रन्ट क्यामेरा हुनाले मेरो कता कता भइरहेछ कि आज फर्स्ट टाइम मैले फ्रन्ट क्यामेराबाट भिडियो गरेँ ल साथीहरू सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अनि नयाँ साथीहरूले हेरिराख्नु भएको छ भने प्लिज सपोर्ट गरिदिनु होला हैन, लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला भन्दै बाई बाई। आजलाई चाहिँ यही भिडियो एन्ड गर्नेछु। फेरि अर्को नेक्स्ट भिडियो फेरि अब लिएर आउनेछु सकेसम्म भ्याएसम्म हैन। म बाहिर छु, घरमा छुइनँ, त्यही भएर भिडियो चाहिँ ल्याउन पाउँदैन। त्यही पनि सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला है। बाई बाई।